Lu कसैले त उठाऊ पहिला हेलो साथीहरु, गुड आफ्टरनुन। तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ मैले लिएर आए भिडियो किनकि हामी घुम्न जाँदै थियौं। अन्त घुम्नु चाहिँ यसलाई चाहिँ भन्दो रहेछ सेलरोटी पुल भन्दो रहेछ। सेलरोटी पुल भन्दो रहेछ यो जग्गालाई चाहिँ। अन्त हामी सबैजना फ्यामिलीहरु जाँदै थियौं। मेरो सासू अन्त के भन्छ नानीहरु, अन्त यहाँनिर चाहिँ छ भान्जी ज्वाइँ म अन्त मेरो हस्बेन्ड हुनुहुन्छ। हामी चाहिँ सबैजना घुम्न गएको, फ्यामिली घुम्न गएको थियौं। अन्त यहाँ चाहिँ यो जग्गा चाहिँ यति दामी छ नि घुम्नु लागि, बहुत दामी छ। टुरिस्ट प्लेस रहेछ हैन। अन्त हामी चाहिँ सबैजना घुम्न गएको। अन्त तपाईहरुलाई म देखाउने ठाउँहरु जग्गाहरु देखाउँदैछु हैन। अन्त यो जग्गा चाहिँ यति दामी छ घुम्ने। अहिले चाहिँ हामी निस्किँदैछौँ त्यही, अन्त त्यो घुम्नु लागि जाँदैछौँ। अब यो बाटो जाँदैछौँ। अन्त यस्तो घुमाउँदैछ पुरा, मतलब सेलरोटी कसरी घुम्छ त्यस्तो टाइपको उयो छ हो। अन्त यो जग्गा चाहिँ यति दामी छ, तपाईहरु जानु सक्नुहुन्छ। यो चाहिँ यहाँनिर गएर घुम्नु इन्जोय गर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ अनि त्यहाँले चाहिँ मोमोहरू के बेच्दो रहेछ, अब खानेकुराहरू सेलरोटी पनि बेच्दो रहेछ। त्यसलाई सेलरोटी पुल भन्दो रहेछ यसलाई हैन। अन्त के भन्छ त्यहाँले चाहिँ मोमोहरू सबै, अन्त नुडल्स पोल सबै पाउँदो रहेछ। खानु लागि चाय टी कफी सबै पाउँछ। अन्त यो जग्गा चाहिँ फाइनली हामी आइपुगेछौँ। अन्त यहाँले चाहिँ हामी बसेको थियौँ, रेस्ट गरेको थियौँ। अन्त यहाँले चाहिँ हामी गयौँ, फोटोहरू खिच्यौँ, फोटो क्लिकहरू गऱ्यौँ। अन्त हामी सबैजना भान्जी ज्वाइँ पनि जानुभएको छ हैन। अन्त त्यहाँदेखि हाम्रो छोराछोरीहरू नानीहरू सबैजना गएको थियौँ। अन्त यो चाहिँ मेरो दाजुको छोरी हो, ठुलो दाजुको छोरी, सानो छोरी, अन्त मेरो छोरी, म, मेरो सासू, अन्त मेरो हस्बेन्ड, हामी सबैजना गएको थियौँ। उनीहरूले चाहिँ भिडियो बनाउँदै हिँड्दै थियो। अन्त यहाँ त टुरिस्ट प्लेस रहेछ। अन्त टुरिस्टहरू पनि पुरा आउँछ। अन्त टुरिस्टहरूले पनि फोटोहरू खिच्छ, खानाहरू खानु राम्रो रहेछ। जग्गा चाहिँ राम्रो छ, मोमोहरू पनि राम्रो पाउँदो रहेछ, सेलरोटी पनि राम्रो, सेलरोटी पनि पाउँदो रहेछ त्यहाँ चाहिँ। अब त्यसलाई पनि सेलरोटी पुल भन्दो रहेछ।
अन्त त्यहाँदेखि चाहिँ यहाँ चाहिँ भ्यूजहरू पनि यति दामी छ नि। यहाँनिर घुम्नु लागि बहुत दामी छ। त हाम्रो साथीहरू सब अब प्लानमा यस्तो जानु भने चाहिँ प्लान गरेर गयो भने चाहिँ राम्रो। बेसी टाढो पनि छैन। के भन्छ यो चाहिँ बाख्राकोटबाट रहेछ होइन। बाख्राकोटदेखि अन्त भित्र पस्नुपर्ने रहेछ। अन्त त्यहाँनिर चाहिँ अलिक भित्रै गयो भने चाहिँ राम्रो छ जग्गाहरू घुम्नेहरू पुरा राम्रो छ अब बाटो पनि हो। अन्त तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। र मैले धेरै दिन बादमा भिडियो बनाएर हाल्दैछु किनकि मेरो उता फेसबुकमा नेट चल्दैन। मेरो फोनै रोमिङमा छ, सिम रोमिङमा छ र चाहिँ मेरो फोन चलेकै छैन। अन्त त्यही आज चाहिँ मैले कति दिन बादमा भिडियो बनाएर हाल्दैछु। हेर्नुहोस् नरिसाउनुहोस् होला, माइन्ड नगर्नुहोस् होला। अन्त म धेरै दिन बादमा फोटो भिडियो हाल्छ भनेर अन्त नेट चल्दिएको छैन। यो चाहिँ मैले मेरो हस्बेन्डकोबाट अन्त नेट नचलेर चाहिँ मेरो बुढाको हस्पिटल जाने चाहिँ मैले भिडियो बनाउँदैछु होइन। रोमिङमा छ मेरो फोन चलेको छैन। साथीहरू नरिसाउनु बहुत सरी तपाईँहरूलाई। त्यो दिन बादमा तपाईँहरूले सोच्नुहुन्छ बहुत दिनको बादमा आउँछ बिचबिचमा चक्क आउँछ भनेर किनकि मेरो फोन चलेको छैन। फोन त होइन मेरो नेट चलेको छैन फिलहाल। फोन त कलिङहरू त आउँदैछ जाँदैछ होइन तर नेटै चलेको छैन रोमिङले गर्दा। अन्त त्यो आजको लागि यति नै छ भिडियो।